नमस्ते साथीहरू। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले अहिले भयानक र अत्यन्तै हृदयविदारक रूप लिएको छ। रसुवागढी नाका हुँदै टिमुरे, स्याफ्रुबेसी, धुन्चे, नुवाकोट, धादिङ र त्रिशुली नदीको तटीय क्षेत्रसम्म व्यापक विनाश निम्त्याउने यो बाढी सामान्य मनसुनी वर्षा वा निरन्तरको झरीले मात्र आएको होइन। वैज्ञानिक तथा भौगर्भिक अध्ययन अनुसार यसको मुख्य कारण भोटेकोशीको उपल्लो जलाधार क्षेत्र लेन्डे खोला नजिकैको उच्च हिमाली भेगमा विशाल हिमपहिरो, आइस रक एभलान्स खस्नु र हिमनदीको ठूलो ढिक्का भत्किनु, ग्लेसियल कलाप्स हो। उच्च हिमालबाट खसेको ठूलो परिमाणको लेदो, ढुङ्गा र बरफले नदीको बहावलाई केही समयका लागि पूर्ण रूपमा थुनेर अस्थायी ताल बनायो। जब पानीको चाप अत्यधिक बढेर त्यो प्राकृतिक बाँध एक्कासी फुट्यो, तब भोटेकोशीमा अनुमानित 20 करोड घनमिटर भन्दा बढी पानी र लेदोको विशाल लहर 9 मिटरसम्म माथि उठेर तीव्र गतिमा तल्लो क्षेत्रतर्फ सोझियो। भूकम्पीय मापन केन्द्रहरूले समेत हिमनदी भत्किँदा उत्पन्न भएको कम्पन रेकर्ड गरेका थिए, जसले यो प्रकोप कति भीषण थियो भन्ने स्पष्ट पार्छ। यस विनाशकारी प्राकृतिक विपदले हिमाली क्षेत्रमा अतुलनीय मानवीय र भौतिक क्षति पुर्याएको छ। पछिल्लो आधिकारिक अध्यावधिक विवरण अनुसार यो बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या 280 नागिसकेको छ भने 600 भन्दा बढी मानिसहरू अझै बेपत्ता छन्। रसुवाबाट सुरु भएको यो लेदो सहितको भीषण बाढी त्रिशुली नदी हुँदै नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीसम्म पुग्दा तटीय क्षेत्रमा निकै ठूलो मानवीय क्षति पुर्याएको छ। बेपत्ता हुनेहरूमा टिमुरे सुरक्षा पोस्टका सुरक्षाकर्मीहरू, रसुवा भन्सारका कर्मचारीहरू, जलविद्युत आयोजनाका सुरुङभित्र थुनिएका कामदारहरू र लाङटाङ क्षेत्रमा आएका सयौं स्वदेशी तथा विदेशी पर्यटकहरू रहेका छन्। भौतिक पूर्वाधारतर्फ बाढीको तीव्र बहावले 40 किलोमिटर भन्दा बढी सडक खण्ड, नेपाल र चीन जोड्ने रणनीतिक महत्त्वको रसुवागढी नाकाको मितेरी पुल, स्याफ्रुबेसी र टिमुरे क्षेत्रका पक्की सडक पुलहरू र तटीय क्षेत्रका झोलुङ्गे पुलहरू सहित कुल 41 वटा पुलहरू पूर्ण रूपमा बगाएर काठमाडौँ केरुङ सम्पर्क विच्छेद गराइदिएको छ। यसका साथै निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरू, नेपाल चीन भन्सारका कन्टेनर र दर्जनौं सवारी साधनहरू बगाएको छ भने तटीय क्षेत्रका सयौं घर परिवार विस्थापित बनेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका हजारौं जनशक्ति हेलिकप्टर र आधुनिक उपकरण सहित निरन्तर खोजी तथा उद्धारमा खटिएका छन्। जलवायु परिवर्तन र तापमान वृद्धिका कारण हाम्रा हिमाली भेगहरू भौगर्भिक रूपमा झन्झन कमजोर बन्दै गएका छन्। यस्ता प्राकृतिक विपदहरूबाट बच्न पूर्व सूचना प्रणाली, अर्ली वार्निङ सिस्टमलाई प्रभावकारी बनाउनुका साथै चीनसँगको सीमापार प्राविधिक सहकार्यलाई बलियो बनाउनु अबको मुख्य आवश्यकता बनेको छ। मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।